यही 2082 सालको वैशाख 14 गतेदेखि यी 5 राशि हुने व्यक्तिहरूको भाग्य परिवर्तन हुँदैछ, भाग्य चम्किँदैछ। 16 वर्षपछिको राजयोग बन्दैछ। योभन्दा पहिला धेरै दुःख र कष्टहरू हजुरले सहनु पर्यो। व्यापारमा पनि त्यति धेरै नाफा भएन। सोचेका आँटेका कामहरू पनि रोकिराखे। घर परिवारमा पनि कलह भइरह्यो, शान्ति भएन। तर अब हजुरले चिन्ता गर्नु पर्दैन। यही वैशाख 14 गते पछि हजुरको भाग्य चम्किँदैछ, भाग्य उदय हुँदैछ। व्यापारमा पनि उत्तरोत्तर वृद्धि हुनेछ। स्वास्थ्यमा पनि लाभ मिल्नेछ। सोचेका आँटेका कामहरू पनि हजुरका बिस्तार बन्दै बन्दै जानेछन्। ती भाग्यशाली राशि मध्ये पहिलो नम्बरको राशि रहेको छ मिथुन राशि। दोस्रो नम्बरको राशि रहेको छ कर्कट राशि। तेस्रो नम्बरको भाग्यशाली राशि रहेको छ कन्या राशि। चौथो नम्बरको भाग्यशाली राशि रहेको छ तुला राशि र 5वां नम्बरको भाग्यशाली राशि रहेको छ मकर राशि। राधे राधे।